Hey guys, welcome back to my new video. So I hope so. Then सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन नै छु सो यति बेला चाहिँ हामी नारा जानु लाग्यो है आमा यता हुनुहुन्छ सो अगाडि चाहिँ दाइले गाडी चलाउनुहुन्छ म अगाडि बस्नु भइरहेको छ सो अब हामी चाहिँ नारा जाँदैछौँ हेर्नु होला फाइनल्ली नारा पार्क so I hope all are fine. This time we are in Nara Park. So अब चाहिँ यहाँ हाम्रा मृग साथीहरू हुनुहुन्छ मृग हेर्न आएको के घुम्दै 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 गाडीमा केही गर्दैन है यिनीहरू त ल्याउनु भयो किन्न पाउँछ होइन तपाईँको शुभ नाम के होला मृग बहादुरजी नाम सोध्दै बसिरहेको तपाईँको उमेर कति कति 4 वर्ष ल धन्यवाद तपाईँ ठुलो भएपछि के भन्न चाहनुहुन्छ तपाईँलाई कस्तो अनुभव भइरहेको नारामा बस्दाखेरि रमाइलो भयो बा केही भन्न चाहनुहुन्छ मृग हेरेर ए मृग त यस्ता सिङ काटेर राम्रो बनाएर ठ्याक्क राख्दो रहेछ नि त गोर्मेटले तपाईँ केही भन्न हामीले उहाँको मृग लोखर चम्केर यहाँ त पालेर राख्दो रहेछ नि बिस्कुटहरू किनेर खानिदिने राम्रो बनाएर च्याट्ट पारेर राख्दो रहेछन् त्यही हेर्दैछौँ सबले दिन्छ नि यिनलाई त के बसी बसी परेला नि हाल्दै नमस्ते एउटा त जाँदो रहेछ पछि पछि मलाई हाँस होला अचम्मसँग हाँस होला अहिले खान्छ पर्यो दाइलाई ढोगेर दाइलाई ढोगेर हाल्नु लाउनु हजुर त्यो नमस्कार नगरे कहाँ खान पाइन्छ त दोस्त दादा हो यता हेर भने कहाँ भाग्यो कसो साथी हो मेरो त एकै जाऊ अहिले हुन्छ एउटा हुन्छ हुन्छ सबास काम मात्रै कुदाछ है खानु पर्छ क्या काम मात्रै कुदाछ बाले नमात्रै बाले भात हामी चाहिँ मृगलाई बिस्कुट खुवाउँदै ढोग गराउँदै बिस्कुट खुवाउँदै कोनी चिया भन्दै मुन्टा झुकाउँदै बाला हेरी सब मिल गरेर टेढो राखेर हामीलाई कसैलाई पनि टेढी होइन नि बालाई चाहिँ यस्तो गर्नु भने पहिल्यै झुकाइन्छ बालाई देखेर डराउँदैन बल्दैलाई पनि टेढेन दाइ तपाईँलाई पनि टेढेन बालाई भने टक्राकै टेर्छन् क्या बालाई पहिल्यै टेर्छन् अरूलाई टेर्दैनन् ल म चाहिँ गएको ल मसँग चाहिँ छैन खानेको दिनलाई चाहिँ हामी त स्वर्गद्वारी गएर गाईलाई नुन त सुख गरे मृगलाई बिस्कुट पहिले बाबा गुड मलाई त टेर्दैन गुड कुकुरले गर्दा सो त्यही भएर बालाई मृगले पछ्या जस्तो छ जति दिए नि खान्छ पछि छोड्दैन बसाउन छैन सक्यो से भनेको चाइनिजमा धन्यवाद भनेको किन हो त हाम्रो पछि लाउने उहाँ यहाँ आइच्छस्
किन पछि लास हामीसँग छैन सक्यो उता देम भाइ तैँले नि खाइस् ल भन्नुहोस् हल ऋषि धमलालाई बोलाइन्छ मैले फेरि ऋषि धमलाको आवाज सुनिन्छ नि भाग्छस् न फेरि ऋषि धमला नमस्कार गरिदिनु ऋषि धमला आउँछ क्या खतरा तरिकाले सो त्यही हाम्रो यात्रा चाहिँ अब आजलाई यतिसम्म नै अब चाहिँ हामी फर्किन्छौँ अलिअलि जाडो पनि भयो अलिअलि चिसो चिसो पनि भयो खुट्टा पनि अलिअलि दुखेको जस्तो भयो अनि अब चाहिँ हामी कर्दल्लाको यहाँ गाडी चाहिँ पार्किङबाट निकाल्दैछौँ नम्बर हेर्दैछौँ पार्किङ नम्बर कति हो सो त्यही भएर 12 13 15 17 17 17 हो 17 हो 17 हो क्या टेन्सु बुढो 17 होला यता 18 17 हो ठिक छ सो अब हामी चाहिँ गाडी यो हो बाबा आउनुहुन्छ रमाइलो भयो नि रमाइलो त अचम्म रमाइलो भयो भगवानले नि साथ दिनुभयो घाम लाग्नु घाम लागेको छैन हावा लागेको छैन पानी झरेको छैन जाडाको बेला पर्नु भयो घुमडुल केही हुन्न भनेको सबै राम्रो भयो आज 3 दिन भयो लगातार डुल्न लागेको छोरा नातिले डुलाएका छन् घुमेका छौँ रमाइलो लाग्यो ल सबै राम्रो छ अब जाने छोरा नातिले जाने सररा घुमाएका छन् मृग जाने प्रशस्त रहेछन् त्यसलाई पालन पोषण गरेर जाने राखेका रहेछन् हाम्रो नेपाल सरकारले पनि यस्तै जाने बिजनेस गर्ने यस्तै जाने ठाउँ जाने बनाउने देखाउने ठुल्ठुला जङ्गलमा ठुल्ठुलो जाने विकास गर्ने सरकार हाम्रो जाने साह्रै जाने कमजोरी भयो कि के भयो केही गर्न सकिएन ल भन्दा त खच्चडै छ अनि त्यहाँबाट अनि हाँस्दै हाँस्दै हातदेखि खच्चडलाई तपाईँ भन्दै हिँडियो भन्दै 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 आइयो यस्तो जमाना त्यस्तो आउँदैन छमछम छमछम गर्दै आउँथ्यौँ उहाँ जाँदाखेरि अब बुझ्यो अनि कति बेला पढेर फेरि घर फर्किनु पर्यो त्यही खच्चडलाई तपाईँ भन्दै आउनु पर्यो अँधेराले मोबाइल छैन लाइट छैन त्यही पनि अलिअलि त्यति बेला पढ शिक्षा 6 महिना एकैछिन 1 घन्टा गएर पढेजी गर्नाले नमस्कार भन्न सकियो र आफ्नो नामसम्म लेख्न आयो अनि त्यही नामसँग लेखिन्थ्यो अब त्यही पनि आँखै देख्न छोडियो त्यही नाम लेख्न नि हराइसक्यो अनि त्यति बेला अझ गीत गाउने भन्थे त्यहाँ कता के गीत पनि गाउने भन्थे अनि मैले गीत गाएको अब हामीले पढेर के हुन्छ भविष्यमा आफ्नो नाम सही हुन्छ भने कि त्यति भनेको त्यही नाम सहीसँग हुँदैछ क्या अलिअलि त्यति हुँदैछ त्यही नि आँखै देख्नु यसो पाए भए त हामीले नि अलिअलि पढ्थ्यौँ अलिअलि जान्दैथ्यौँ फेरि अब अहिले यस्तो यो के हो भर्खर जन्मेको बच्चा जस्ता भइयो अब तिमी छोरा नातिका उसमा हिँड्ने मुठीमा भइयो हामी त मनले देख्ने हो सबै मनले देख्ने हो भगवान कहाँ छन् भगवान खोज्दै नहिँड भनेर चाहिँ भजन गाउँछन् भगवान त यही छ नि मनका ईश्वर चिना बाहिर खोज्दै नहिँड भगवान त मनमै छन् यो मनले जाने ढाक्क जाने आटो भने जे पनि हुन्छ